आधारसम्म यो छाता चौकदेखि माथितिर ठ्याक्क पुरानो हस्पिटलदेखि माथिल्लोपट्टि यो पूर्वपट्टिको यो तनकल्ली क्लाउड टेकर चाहिँ माथिल्लोपट्टिको पुरानो काठको घरमा बिहान 1 बजे यसरी माइक्रो ट्याक्कै भित्रै छिरेछ। यहाँ देख्न सक्नुहुन्छ सायदै जन आश्चर्य भएन होला। ओहो नमस्ते नमस्ते। कस्तो गाडी रहेछ यो? काठमाडौँबाट आएको आएस। ओहो मान्छे चाहिँ के भयो नि? मान्छे त के भएन होला न? यो त के को चुरी दोकान थियो होइन? यहाँ चुरी दोकान थियो होइन? चुरी दोकानहरू गरिरहेको छ। चुरी दोकान फुल दोकान पुरै पिलर लडाइदिएछ नि त है। तल्लोपट्टिको सामानहरू यतापट्टि सोहोर ल्याइदिएछ। कुन तलपट्टि? उयो चुरीको तलपट्टि होइन? दुईजना दाजुभाइको घरबाट हो। ए बिचमा बारेको छ होइन? एकजना पेसेन्जर चाहिँ चोट लागेछ भन्ने बुझियो। काठमाडौँबाट आउँदै गरेको आएस यो निन्द्रा लगाएर माथिको क्यारियर बाहिर ड्याममै कस्तो तरिकाले हेर्नु आमामा यहाँ तलबाट छिरेछ नि त है। यहाँ यो चाहिँ दुईजना दाजुभाइको घर हो यो रहेछ। यो तल्लोपट्टिको सामानहरू माथिल्लोपट्टि पुऱ्याइदिएछ। यो 5 ख 6088 ल न बिहान भएर जनधनको क्षति भएन नि, नत्र भने बाटोमा हिँडिरहेका बाटोहरूलाई हुन्थ्यो। त्यो डेन्जर हानेछ। यहाँनिर यो डेकोरेसन दोकान पनि छ। यहाँनिर बिहान 1 बजेको समयमा भन्ने बुझ्यो। मानवीय क्षति चाहिँ भएन भन्ने अहिलेसम्मको जानकारी छ। यहाँ पनि आइसकेको छ। यहाँ यो बिहान छिरेछ नि। यहाँ तलबाट आएछ। यहाँ तलबाट घिसिँदै ठ्याक्क यो एरियाबाट छिरेछ यहाँ है। यहाँ दागै छ। यहाँबाट सिधै छिरेछ यहाँ हो। ए यो यहाँबाट चाहिँ छिरेछ है। ओ माय गॉड राति 1 बजे यहाँ हिर्का छ। यसो कारणले गर्दा माथि चढ्यो। 1:15 बजे कामै यहाँबाट अलिकति ड्राइभिङ गर्दा सचेत भन्नु। यो चाहिँ गुरुको निदाको कारणले आदरणीय दर्शक महानुभावहरू, अहिले म समशक्ति पार्कमा आइपुगेको छु। निकै झन्डै 20-22 दिन पछाडि हाम्रो फाउन्टेन चलेको छ आजदेखि भने यसले निकै हामीले समस्या दियो। भोल्टेज फ्लक्चुएसनको कारणले गर्दाखेरि
यहाँ फाउन्टेन चलेको थिएन, अहिले निकै यहाँ चाहिँ यहाँ यो स्टेबलाइजरहरू पनि राखिएको छ। यहाँ स्टेबलाइजरहरू अरू थुप्रै डिभाइसहरू पनि थपेको छ यहाँ र यसरी अब भने फाउन्टेन चल्न सुरु गरेको छ है यहाँनिर। ल ल त्यो सुक्खा भएको थियो, अब भने फाउन्टेन शीतल भएको छ यहाँनिर। ल हाम्रो मणि लोहोरुङ र भरत लोहोरुङ जोबाट चाहिँ यो उहाँहरूबाट यो आर्थिक सहयोगबाट बनेको यो वाटर फाउन्टेन मेन्टेनेन्सको लागि 20-22 हामीले रोकेको थियौँ। अब भने सुरु भइसकेको छ। देख्न सक्नुहुन्छ यहाँ खुवालुङ टिङरिङ अड्केको छ। निकै खल्लो भइरहेको थियो यहाँ आउने पर्यटकलाई यो फाउन्टेन नहुँदा। अब भने फाउन्टेन चलिसकेको छ, आएर तपाईँहरूले फोटो खिच्न सक्नुहुनेछ है यहाँनिर। लु यहाँ हाम्रो आमा लट्ठी टेकेर यहाँ आउनु भएको छ। लु आमाहरू महालक्ष्मी नगरपालिकाबाट आउनु भएको छ उहाँहरू चाहिँ। अहिले बिहानै यहाँनिर हाम्रो श्रम संस्कृति पार्कमा। लु हाम्रो श्रम संस्कृति पार्कमा तपाईँहरूलाई स्वागत छ है। लु हजुर पहिला पनि आउनु भएको थियो? ए फर्स्ट टाइम। हजुर हजुर भन्नुहोस् न, भन्नुहोस्। हजुर तर पनि अब हरेक ठाउँमा अब अपाङ्ग मैत्री वृद्धहरूलाई हजुर यसो ज्येष्ठ नागरिकहरूलाई त्यो मैत्रीपूर्ण चाहिँ अलिक भएन भन्न खोजेको थियो। अब उहाँहरूको लागि मात्रै त्यो यसो घुमेपछि त्यो आराम धरानतिर जाने यसो बाटो छिर्ने गेट हजुर भए चाहिँ सुनमा सुगन्ध हुन्छ। ए हजुर तपाईँको सुझावलाई पनि अब हामी मनन गरौँ ल। त्यो ठाउँहरू पनि राखेको छौँ, त्यो झाँक्रीदेखि उता जाने भनेर होइन, त्यहाँबाट सट्टा निस्किने भनेर पनि। हजुर हजुर लु तपाईँहरूको सुझावको लागि धन्यवाद। ल अब भर्खर आउनु घुम्नु हुँदैछ होइन त? लु लु इन्जोय गर्नुहोस् है। लु ल ल हुन्छ। ल उहाँको सुझाव स्वाभाविक हो, किनकि यहाँ अलिकति अपाङ्ग मैत्री व्हिल चेयरहरूको लागि पनि यहाँ बनाउने भन्ने उहाँहरूको। अहिले पनि यो फ्लोर ब्रिजको मुनि बाढी नियन्त्रणको लागि काम भइरहेछ। यहाँ ब्राह्म्य समितिबाट काम भइरहेछ। यहाँ देख्न सक्नुहुन्छ राजेश दाइ त्यहाँ काम गरिरहेको है यहाँनिर। यो 16 मिटरको यो रिटेनिङ वाल बनिरहेछ। खाइसकेको ल यहाँको यो प्लम के अरे रिटेनिङ वालको काम धम्माधम भइरहेछ। यहाँ सबैजना यहाँनिर सुन्दर। यहाँ त समिति मात्रैको आज होइन, समितिभित्रको मात्रै हो यहाँ समिति। के अरे यो खाजा खर्चा आज दिउँ त त्यसो भने? ल यहाँ चाहिँ खाजा खाने पैसो छैन अरे, एकदम बिजोग 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 पोख्से अरे। यहाँ चाहिँ इच्छुक दाताहरूले यसो 2-4 हजार यहाँ पनि खाजा खर्चको लागि भनेर यहाँनिर
भनिराख्नु भएको छ यहाँ संवाददाताहरू कोही हुनुहुन्छ भने यता पनि खाजा खर्चा पठाइदिन सक्नुहुनेछ है। ल यो फाउन्टेन बल्ल बल्ल बनाऊ, तर यो क्यापेसिटर चाहिँ यसरी फेरि पड्क्यो है यहाँनिर। यो टेक्निकली यस्तो प्रब्लमहरू आइरहेको छ पुरानो हुँदा चाहिँ, यो अनि मेन्टेनेन्सको एकदम इम्पोर्टेन्ट छ। यो टाइमर पनि फिट गर्दै थियो, यो पनि अलिकति काम गरेको छैन। यसले पनि अन चाहिँ अनै छ, तर यो टाइमर अलिकति बिग्रियो कि जस्तो छ। यो टाइमर पनि र यसरी फेरि अर्को क्यापेसिटर लिएर यहाँ जोड्दैछु। आदरणीय दर्शक महानुभावहरू, अहिले झाँक्री दहमा छौँ हामी। झाँक्री दहमा हाम्रो रेखा फागो अहिले हिजो मौनतामा ध्यान गरिरहेको पनि देख्नुभयो होला। अहिले यहाँ झाँक्री दहमा पोइन्ट फाल्दैछिन्। झाँक्री दहमा ल कतिको सुरो रहेछ है। ल नियर नियर झन्डै 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 अलिकतिले अलिकतिले कतिवटा लिएर आएको थियो? 14वटा होला। फेरि ल्याउँदा हुन्छ, जाऊ जाऊ लिएर आऊ। ल पोइन्ट सक्यो। छिरेको थिएँ। ल आदरणीय दर्शकहरू, हिजोको बगरमा आजको पर्यटकले भरि भराउ हाम्रो संस्कृति पार्क यहाँ देख्न सक्नुहुन्छ। आज शनिबारको दिन यहाँ हाम्रो रेखा फागो यहाँनिर बिहानदेखि आएको है। अनि यहाँको यो ग्रिनरी, यहाँको यो पिसफुल ठाउँबाट निस्केर गएकै छैन, घर जानुपर्ने हो। सुते पनि एकछिन होइन? सुते पनि माथि जङ्गलमा गएर एकछिन सुते पनि अम्बो 12:30 भइसकेको छ। यस्तो पिसफुल भएको छ। पहिला अब यस्तो धेरै सिस्टममा यस्तो टक्क टक्क थिएन है। अहिले यस्तो राम्रो ठाउँ बनिएको छ। अब मलाई चाहिँ ड्रोन सट लिने मन छ, पछि एउटा खतरा भिडियो बनाउँछु म पनि। यहाँको प्रायले बनाउनु त बनाएको छ नि, तर डिटेलमा बनाएको छैन क्या? डिटेलमा बनाएको छैन। अब यहाँ कति केहरू बनिरहेछ नि त। यो सानो कुराहरू एभ्रिथिङ। अब यहाँ पनि सानो कुराहरू रहेछ त्यहाँ होइन। यो कल्चुडा भनेको थाहा थिएन होइन। कल्चुडी भन्ने सुने, त्यस्तो हुँदो रहेछ यहाँ बनझाँक्री। कल्चुडी चाहिँ कसको नाम अरे? होइन, बच्चामा मम्मीले चाहिँ कल्चुडी भन्नुहुन्थ्यो। लास्टमा के रहेछ भनेको त यो पो रहेछ है। कल्चुडा ल त्यस्तो रहेछ। हाम्रो रेखा यहाँनिर छ है। यहाँ सानोको रेखा यहाँ तल हो। हामीले यो गर्नु खोजेको पनि अहिलेको जेनेरेसनहरूलाई यो चिजहरू कल्चुडा, झाँक्री होइन, दहहरू बिर्सिएको छ नि त। त्यसलाई नै मेरो कन्सेप्ट के भने यो चिजहरू हराउनु हुन्न, हाम्रो मौलिक कथाहरू हुन् क्या होइन। एउटा हाम्रो मौलिक कथाहरू चाहिँ हराउनु हुन्न भने म त के सोच्थेँ भने अब सानोमा कल्चुडी भन्नुहुन्थ्यो, त्यो भनेको चाहिँ काग कालो हुन्छ अनि मनी काली काली थियो होला। अनि त्यो भएर चाहिँ कागलाई उ गरेर भने होला भनेको चाहिँ कल्चुडा भन्ने खालकै चराकोमा गनिन्छ, केमा गनिन्छ? कल्चुडा चरालाई राम्रो आफैले भन्छ अरे, म काली छु, कल्चुडी छु, राम्री छु भन्छ अरे क्या आफैले क्या। त्यसरी त्यो उसको भोइस चाहिँ त्यस्तो हुन्छ अरे क्या। त्यस्तो क्या, त्यसरी नै त्यो चुचु चुचु गरेर कराउँछ नि त। हो त्यो के खासमा चाहिँ मम्मीले त। अनि त्यही हिसाबले नाम राखेको देखियो। अझै अब यहाँ तर छैन होला है दादा रियलमा त? रियलमा चाहिँ छ, तर अलि माथि माथि पाउँछ। यो ठाउँमा होइन कति जातिको चराहरू भन्नाले 58 प्रजातिको 58 प्रजातिको चराहरू। मैले चाहिँ कति 10-11वटा गनेँ अघि त्यहाँ सुतिन्जेलसम्म। 1 घन्टामा त्यो जुन उनीहरूको आवाजले त्यसरी गरेँ होइन। 58 भनेको टु मच धेरै नि। त्यतिमा अनि कल्चुडा परेन? कल्चुडा अलिक माथि माथि नै पाउँछ क्या यो।
यो तल भन्दा पनि तल्लो सेक्सन अलिक माथिल्लो सेक्सनमा पाइन्न क्या यो अलिक पाहाडतिर भनौँ न खोला खोल्सीहरूतिर नै पाउने हो अलिक तल चाहिँ पाउँदैन ल लेट्स ट्राई ल फेरि यहाँ ट्राई गर्दैछ है रेखाले यहाँ झन्नै ल रेखाले एउटा छिरायो है ल छिरेको अलमोस्ट छिरेको छ ल दिदी बहिनीले नै छिरायो है ल मुखमा काहीँ नलागिकन सबै मुखमै छिर्यो अब यसले त थर्ड टाइममै छिरायो हो सेकेन्ड टाइममा पनि धन्ने छिरेको फर्स्ट टाइममा पनि धन्ने छिरेको सेकेन्ड टाइममा मुखमै लाग्यो थर्ड टाइममा खप्लकै छिराएँ मैले चाहिँ आई थिङ्क 10 टाइम्स पछि मात्रै छिराएँ समाउ छिरो नि त होइन छिराको भिडियो खिच्न पाएन ल उहाँले चाहिँ अघि यहाँ पाहामा कोइन छिराउनु भयो यति खुसी हुनुभयो र उहाँले भन्नुभयो कमेडी चाहिँ कमेडी चाहिँ के भएको थियो भने लु भन्न त हाम्रो हातमा थिएन गोरुलाई यत्रो ढुङ्गाले यसरी हान्दा पनि लाग्दैन थियो अरे त्यहाँ चाहिँ खप्लक्कै मुख खप्पै छिर्यो अरे र त यो चाहिँ होइन अब यतिले नै कति खुसी भयो नि त होइन भन्नुको त हाम्रो उद्देश्य चाहिँ यहाँ आउने पर्यटकहरूलाई एउटा खुसी बनाउने इङ्गेज गराउनु हो एकदमै हेल्दी यहाँ आउने बित्तिकै अब एउटा मान्छेलाई हुन्छ नि कति दुःख पीडाहरू हुन्छ होइन तर यहाँ आउने बित्तिकै इन्जोय क्या हरेक तरिकाले इन्जोय लिन सक्नुहुन्छ तपाईँहरूले जुनै वेमा पनि यहाँनिरको हरियाली हेरेर होस् या यहाँनिर बनिएको स्मृतिहरू हेरेर होस् या होइन यहाँनिर तपाईँहरूले के गरेर हुन्छ यहाँ सानो कुराहरूमा इन्जोय लिन सक्नुहुन्छ क्या डिटेलमा उहाँको त हामीले भ्लग पनि बनाइसकेको छौँ रोज गार्डनको त भ्लगमा पुरा फोटो खिचेर हो अब यतातिरको चाहिँ पछि म ड्रोन आउँदैछ दादा अघि यता मजाले हेर त अघि रेखाले कोइन छिराउँदाखेरि त्यो जुन चाहिँ एउटा किसिमको ह्याप्पिनेसको कारणले हेर्नु त आमामा यस्तो के भन्छ त्यो उसमा स्किनमा एउटा त्यो आएको क्या चमक फेस नै अर्को भएर छ कस्तो भिडियो लिइराख्नु पर्दैछ है अब त्यो के अरे नछिराएको बेला चाहिँ भिडियो लिनु भयो छिराएको बेला चाहिँ कसैले भिडियो लिएन फोन यहीँ छ त्यही भएर राइट टाइममा राइट त्यो के भन्छ नि गर्नुपर्छ भनेको चाहिँ त्यही हो त्यही भएर एभ्री मोमेन्टहरू चाहिँ यसरी क्याप्चर गर्नुपर्छ यसरी सानो कुरोले सानो कुरोले पनि कतिलाई मान्छेलाई खुसी मिल्छ अनि यो कुरोले फेरि बेनिफिट चाहिँ स्थानीय सरकारले धरान नगरपालिकालाई हुन्छ यो कोइनहरू फेरि हामी निकालेर एक्सचेन्ज गर्छौँ होइन यही कोइन निकाल्दै बेच्दै गर्छौँ भन्नु मतलब योबाट पनि यहाँ आउनुहुने पर्यटकहरूले हजारौँ पर्यटकहरूले यहाँ कोइन यसरी ड्रप गर्दाखेरि एक्स्ट्रा इन्कम यसबाट पनि जेनेरेट भइरहेछ यो चाहिँ व्यक्तिले लाने होइन यहीँकै लागि अब यहाँ माछालाई चारो किन्नलाई होइन अरू केही गर्नलाई अथवा नगरमा दिएपछि जे पनि हुन्छ त्यो चिज होइन त्यस्तो छ ल कस्तो लाग्यो त झाँक्री दहको कन्सेप्ट एकदम खतरा दाजु यहाँ त पहिला केही थिएन नि त पहिला हामी आउँदा त अब इभन यो रोज गार्डन बनिसक्दाखेरि पनि यहाँ केही थिएन थिएन अनि म कति पछि ठ्याक्क म 8-9 मन्थ पछि आएको होला है 9 मन्थ पछि आउँदाखेरि यस्तो धेरै चेन्ज यहाँनिर सानो डिटेल्सहरू छ क्या अब हाम्रो फोनले मजाले क्याप्चर गर्न सकिँदैन नजिक गएर त्यहाँ झाँक्री टक्क कस्तो राम्रो कन्सेप्ट छ यो कन्सेप्ट चाहिँ खासमा सुरुमा तपाईँले नि ल्याउनु भएको मेरै हो तपाईँको नै है रामप्रसाद राई उहाँकै ल यो डिजाइन कन्सेप्ट सबै तपाईँको मेरो यहाँदेखि यो चौतारा सुरुमा बनाएँ होइन त्यो कन्सेप्ट मेरै हो त्यहाँ त आफै कामै गरेको त्यो टाइलहरू छ नि मेरै हातले लगाएको त्यो वालहरू वाल देख्छ नि तल वाल त्यो वालहरू सबै आफै मेरै हातले लगाएको तलको वालहरू पनि अनि त्यहाँबाट रोज गार्डन झाँक्री त यो मितेरी पुल पनि होइन मेरै कन्सेप्ट हो डिजाइन चाहिँ हाम्रो गोपालजी हुनुहुन्छ गोपाल राई ल त्यहाँ चाहिँ फुलहरू भाँचिदिने अथवा त्यो
माथि चढिदिने गर्नुहुन्छ कि त्यहाँ चाहिँ। अनि अब भनौँ यत्रो पर्यटक आउनुहुन्छ, ह्यान्डलै गर्न सकिरहेको छैनौँ कि हामीले। धेरै गाह्रो भइरहेछ अहिले हाम्रो यहाँको हाम्रो नगर प्रहरीलाई। आज दिउँसोको यो संस्कृति पार्कको भिड। ल आदरणीय दर्शक महानुभावहरू, लामो समय पछाडि हाम्रो फाउन्टेन चलेको छ। अझै पनि भोल्टेज फ्लक्चुएसनले अलिक भर्खर फेरि मरेर फेरि अहिले चलाउँदैछौँ। यसरी आज शनिबार दिन यति भिड छ आज संस्कृति पार्कमा। साँच्चै नै धरान चाहिँ पर्यटकीय सहर हो भनेर अब भन्न सकिन्छ। यो भिडले बताइरहेछ। र केही विदेशमा हुने केही साथीभाइहरूको स्ट्याटसहरू मैले हेर्छु, चित्त बुझ्दैन। श्रमदानको नाममा चाहिँ श्रमदान गर्दैछन् भनेर क्यानाडा निवासी हाम्रा एकजना भाइले हिजो मात्रै स्ट्याटस लेखेका छन्। हेलो, मनै मानेन कि थोरै चाहिँ राख्नै पर्यो कि। रेखा पनि अहिले आज भ्लग नबनायो भनेर बसेको थियो, तर यो मनैले मानेन अरे। आज बनाउँछु भनेर हिजो पनि बनाएको थियो। यसरी आएर छ। र विदेशमा बसेर भ्रम छर्ने कामहरू पनि नगरिदिन हार्दिक अनुरोध छ। तपाईँहरूले सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्नुहुन्न श्रमदानमा आउनेहरूलाई नजा वायत हो भनेर नभन्नुहोस्। यो सबै श्रमदानबाट बनेको हो। यो भिडहरू अहिले श्रमदान भएदेखि सायद यो भिडहरू हुन्न थियो पक्कै पनि, नत्र भने विगतमै यस्ता समाचारमा बनिन्थ्यो, हामीले बनाउनु पर्दैन थियो होला। यो चाहिँ श्रमदानको शक्ति हो। यो नयाँ वर्षमा हामीले 1,02,84,000 त टिकटबाट सङ्कलन थियो। अझ 20% त्यसमा लिकेज भयो। र यसरी श्रमबाट बनेको यो श्रमबाट सिर्जित यो संरचनालाई अपहेलना नगरौँ है। सबैजना मेरो आग्रह, तपाईँहरूलाई चित्त बुझ्दैन आउनुहोस् होइन, टेबलमा बसौँ। तर फेसबुकभरि गाली खाने काम चाहिँ नगर्नु। यो भिडले तपाईँहरूलाई नै गाली गर्छ, हामीलाई होइन। हामीलाई केही फरक पर्दैन। जसले गलत अर्थ लगाउँछ त्यसलाई पक्कै पनि यो भिडहरूले छोड्दैनन्। त्यसो भएको कारणले गर्दाखेरि सम्बन्ध नबिगारौँ, सम्बन्ध सुदृढ बनाऊ। गफ लगाउनुहोस्, ठिक छ, त्यसमा हाम्रो कुनै आपत्ति छैन। तर काम गर्नेहरूलाई बदनाम नगरौँ, त्यही भन्न चाहन्छु है। ल लामो समय पछाडिको यो हाम्रो फाउन्टेनमा, एसटिबी रोज गार्डनको फाउन्टेनमा पर्यटकहरूले आज मजा लिइराख्नु भएको छ। साँच्चै हिजोसम्म निकै खल्लो भइरहेको थियो। यी दुईजना आएर चाहिँ आज पुरा क्राउड आएको है। ल आज चाहिँ फाउन्टेनले गर्दा निकै राम्रो भएको छ। अझै यहाँनिर केही मर्मतहरू गर्नुपर्ने छ, समस्या बन्द गर्दैछौँ है हामी। यो चाहिँ ल संस्कृति पार्कमा श्रमदानबाट गरेको पार्क, तर केहीले चाहिँ शरम लाग्यो अरे। हामीलाई चाहिँ गर्व लागिरहेछ, शरम होइन गर्व लागिरहेछ है। ल यहाँनिर यसरी खाएर नि यस्तो मजाले खाएर फ्यालेर गएछन् है। यस्तोलाई त छेरपाटी लाग्नुपर्ने क्या, पुरै नि गुटुङ टुङ 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 टुङ। हेर्नु त यहाँ यस्तो ठाउँमा फोहोर फालेर गए मौनता क्षेत्रमा है। यहाँ यो मौनता क्षेत्रको ओह्रालोमा यहाँनिर खाएछन् र पुरै फोहोर फालेर गएछन्। पखला लागेर उँधै हुनुपर्ने हो यस्तो मान्छेहरू चाहिँ। यो के सिमे भूमिको दोष भन्छ नि, त्यस्तै लाग्दैन कि क्या हो यिनीहरूलाई चाहिँ। ल ठ्याक्कै यहाँ तल डस्टबिन छ, यहाँ लाउन पनि सकिन्छ है। ठ्याक्कै यहाँ त 1 डिल मुनि 1 खुड्किलो माथि डस्टबिनहरू छ, तर फ्यालेन क्या, यहाँ फालिराख्यो है। यस्ता छ। ल यहाँ त
हुस्कीसहित लिएर खाएछन् यहाँ चाहिँ। यस्ता छन् मान्छेहरू। सुँगुरको जुनी। ल दर्शक महानुभावहरू, यहाँ हेर्नुहोस् है, मौनताको ग्रिन बुद्धभित्र बसेर यसरी खान्छन्। यहीँ कमसेकम अलिकति यङ जेनेरेसन चाहिँ के बुझ्नु पर्यो, यति राम्रो ठाउँमा होइन, त्यो पनि बुद्धको अगाडि बसेर यसरी फोहोर गर्नु भनेको राम्रो त पक्कै होइन। त्यतिकै पनि अब यो ठाउँ हेर्दै यसरी फोहोर गर्नु मन लाग्यो कसरी होला होइन। यहाँ आएर यस्तो राम्रो ठाउँमा ल हेर्नुहोस् त, यस्तो राम्रो ठाउँमा खुट्टा टेक्नुलाई पनि कति अप्ठ्यारो लाग्छ कतिजनालाई होइन, जुत्तै तल फुकारेर आउँछन्। तर यहाँनिर यो चाहिँ बाध्यता भयो, मैले गरौँ भनेको। धरानसोरा निवासी 3 जना भर्खरका लेडिजहरू थिए होइन, भर्खर कलेज पढ्दै गरेका। कलेजमा के पढ्यो होला जस्तो लाग्छ कि घरिघरि नि। कलेज पढ्दै गरेका विद्यार्थीहरूको हविगतहरू कसले पढायो हुँदैछन् होला, गुरु को होला है। यस्तो राम्रो ठाउँमा यसरी खाएर होइन, ल हेर्नु त सबै खाएर यस्तो ठाउँमा खानेलाई लाज हुनुपर्ने खासमा चाहिँ यहाँ। ल यो मैले यहाँ राखिदिएँ फोहोरहरू, कस्तो देखाल्दा यो फोहोरले यहाँ हेर्नुहोस् है। ल होइन, सुहायो होला त यो फोहोरले, यहाँ पक्कै पनि सुहाएन होला यो फोहोरले यहाँ हेर्नुहोस् है। यहीँ म यहाँ खाइरहेको थिएँ, अनि यहाँ त खानुहुन्न भनेर मैले भनेँ, अनि हल्ला पनि गरिरहेको थिएँ, यो मौनता क्षेत्र भनेर मैले भनेँ। अनि अलिक परतिर गएर यो पल्लोपट्टि गएर खाएँ। अनि मैले भने रबिसहरू चाहिँ तल लगेर जानुहोस् है, तल डस्टबिन छ भने हुन्छ भने मैले धन्यवाद पनि दिएँ। तर मेरो धन्यवाद खेरो गयो। धरानसोरामा बस्ने मान्छेले यो ठाउँको बारेमा जानकार नहुनु भनेको एकदम लाजमर्दो कुरो हो। र यति राम्रो ठाउँमा यो बोर्डहरू पनि हेर्नुपर्ने हो, मौनता क्षेत्र यहाँ क्वाइट एरिया होइन भनेर त्यहाँनिर देखिएको छ। पढेकोहरूले त बुझ्नुपर्ने हो, तर बडो अचम्म लाग्छ। अनि दिमाग पनि खराब हुन्छ, तत्तिन्छ। शिक्षण के भन्ने कुरो हो क्या यो। ल यसरी यस्तो छ हाम्रो देशको हालत। यहाँ तलतिर पनि खाएर, तल्लो सेक्सन पनि खाइरहेको छन्। अनि म देखाउँछु त्यो पनि। आदरणीय दर्शक महानुभावहरू, यसरी यस्तो राम्रो ठाउँमा कस्तो मनले चाहिँ यहाँ फोहोर गर्छन् होला, खान्छन् होला, बडो अचम्म लाग्छ। बोल्नसम्म नहुने ठाउँमा आएर हल्ला गर्दै ड्राई पिक गरिरहेको हुन्छन् होइन। यो सबैले चेतना आउँछ है, यो एरियामा ड्राई पिक गर्ने एरिया होइन यो चाहिँ। सबैले यो जसले भिडियो हेरेको छ, ड्राई पिक गर्नुहुन्छ भने एसडिएस रक गार्डनपट्टिको चिल्ड्रेन पार्कमाथि धरान लेखेको छेउमा त्यो एरिया छुट्याइदिएको छ। त्यो पनि खाएर यसरी फोहोर फाल्नुहुन्न, खाएर एकदम सुरक्षित तरिकाले डिस्पोज गरेर जाने हो। किनकि यो हामीले नै बनाएको पार्क हो। त्यो भएको कारण हामीले नै माया गर्नुपर्छ। यो हाम्रै पैसा परेको छ, हाम्रै श्रम परेको छ। त्यसो भएको कारणले सबैले माया गरौँ भन्न चाहन्छु। र कमसेकम सिभिलाइज हुने कोसिस गरौँ, बुझौँ क्या। यति राम्रो ठाउँमा होइन आएर थुक्दा कस्तो हुन्छ होला यहाँ होइन। मैले खाएको चिज यहाँनिर फाल्थेँ भने होइन, कस्तो मनले पनि मानेको क्या। यति दुःख लागेर आउँछ होइन यस्तो सिनहरू देख्दा चाहिँ। अनि एकदम बडो दुःख लाग्छ कि के सिक्दैछन् अहिलेको युवाहरूले, विद्यार्थीहरूले जस्तो लाग्छ। यस्तो सिकाइले, यस्तो बुझाइले देश त पक्कै पनि, देशलाई त नाफा त हुँदैन पक्कै पनि होइन। यस्तै चिजले गर्दा, यस्तै सोचले गर्दा हो हामी अगाडि बढ्न नसकेको पनि। एउटा सङ्कुचित सोच होइन, अनि हामी विकसित हुन नचाहने जस्तो छ त्यस्तै होइन। फलानाले त त्यसो गरेछ, मैले गर्दा के हुन्छ भन्ने टाइपको होइन। त्यसले गर्दा पनि हामी पछाडि ब्याकवर्ड भइरहेछौँ।
यस्तो पसिनै पसिना भएर यहाँ झार गोडेर होइन पानी लगाएर गरेको ठाउँ होइन म त्यत्तिकै सफा हुँदैन क्या। जहाँ राम्रो छ नि त्यो राम्रो त्यत्तिकै हुँदैन। राम्रो हुनु बित्तिकै धेरै मेहनत होइन, हरेक चिजको राम्रोको पछाडि मेहनत हुन्छ। धेरै मेहनत गरेर यो बनाएको ठाउँमा यसरी हेर्दा यहाँ खाएर कसरी फाल्दैन सकेको होला नि, बडो अचम्म लाग्छ। सबैजनाले ती धरान 16 का ती 4 जना महिलाहरू हुन् लाई फोटो त म हाल्दिनँ होइन, किनकि प्राइभेसीको कारणले गर्दा, तर 16 निवासी हो भनेर भन्दैथे। यत्रो सम्झाएको पनि हो, बडो दुःख लाग्छ यस्तो कुरो नि। र अब काम सब सक्यो आजको लागि, त्यसो भन्नु पर्यो। हिजो चाहिँ रातिसम्म नै यहाँ बसियो। यहाँ 2 पटक आएँ। हाम्रो जारी फिल्मका नायिका सहनायिका जारीकी बिरराजी नायिका रेखा फागो बेलुका आएर यहाँ हल्का मेडिटेसन पनि गरेँ। त्यो मैले हल्का गाइड पनि गरेको थिएँ यहाँ। त्यो भएर बेलुका नै आज पनि आएर मजाले यहाँ बसेँ होइन। बुझ्ने मान्छेले त्यसरी बुझ्छन् होइन यो महत्त्व। यति नेचुरल छ ठाउँ होइन, यति नेचरको क्लोज टु क्लोज छ हामी क्या, एकदम टु क्लोज है। त्यसको लागि यहाँ फोहोर गर्नुभन्दा, यहाँ भत्काउनु बिगार्नु भन्दा नि यो प्रकृतिबाट हामीले भरपुर आनन्द लिने होइन, फाइदा लिने हो, फोहोर गर्ने होइन भन्दै आजको ब्लगबाट बिदा हुन्छ। कहाँबाट हेरिराख्नु भएको छ कृपया लाइक कमेन्ट र सेयर गरिदिनु होला, साथै सब्सक्राइब पनि गरिदिनुहोस् है भनेर हाम्रो देव हुक्कजङ दाइले मैले त सबै गरेँ भनेर भन्नुभएको थियो। धन्यवाद छ दाजु। विशेष युकेमा हुने सम्पूर्ण दर्शक महानुभावलाई धेरै धेरै धन्यवाद। युएसएमा हुने, हङकङमा हुने, अस्ट्रेलियामा हुने, सिङ्गापुरमा, दुबई, कतार, इभन इन्डियामा हुने सम्पूर्ण भ्युअर्सहरूलाई धेरै धेरै धन्यवाद।